नमस्ते सबै साथीभाइलाई यस YouTube च्यानलमा स्वागत छ। आज हामी कुरा गर्नेछौँ कक्षा 12 मा पास हुनका लागि कुन विषयमा कति मार्क्स ल्याउनु पर्छ। यदि तपाई यस YouTube च्यानलमा नयाँ हुनुहुन्छ भने भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गरिदिनु होला। यस्तै इन्फर्मेटिभ भिडियो हेर्नको लागि बेल बजाउनु होला, जसले गर्दा हामीले अपलोड गर्ने भिडियो तपाईको सम्म छिटै पुग्नेछ। अब ढिलो नगरी भिडियोतर्फ लागौं है। सो तपाईहरुको पास हुनका लागि तपाईले कति मार्क्स ल्याउनु पर्छ त कुरा गर्दा कक्षा 12 को पास मार्क्स राष्ट्रिय परीक्षा बोर्ड NEB को नियम अनुसार कक्षा 12 पास गर्नको लागि प्रत्येक विषयको सैद्धान्तिक र प्रयोगात्मक परीक्षामा छुट्टा-छुट्टै कम्तीमा 35% अंक ल्याउनु पर्ने हुन्छ। यदि सैद्धान्तिक परीक्षा 75 अंकको हुन्छ भने पास हुनको लागि कम्तीमा 26.95 अंक प्राप्त गर्नुपर्छ। सो तपाईले चाहिँ सबै विषयमा 26.25 आयो भने तपाई पास हुनुहुन्छ। प्रयोगात्मक परीक्षा 25 अंकको भएमा पास हुन कम्तीमा 8.75 अंक प्राप्त गर्नुपर्छ। समग्रमा प्रत्येक विषयमा D ग्रेड वा सोभन्दा माथिको ग्रेड प्राप्त गरेको हुनुपर्छ। तपाईले D ग्रेड भन्दा माथि नै ल्याउनु पर्ने हुन्छ। यदि कुनै विद्यार्थीले सैद्धान्तिक परीक्षामा 35% भन्दा कम अंक प्राप्त गरेमा उसको प्रमाणपत्रमा नन ग्रेडेड NG उल्लेख हुन्छ, अर्थात् तपाईले 26 नम्बर भन्दा माथि नै ल्याउनु पर्छ, जसको अर्थ ऊ फेल भएको मानिन्छ। सो तपाईले बुझिसक्नुभयो तपाईले कति मार्क्स ल्याउनु पर्छ पास हुनका लागि। सो तपाईले राम्रोसँग तयारी गर्नुहोला। यदि तपाई परीक्षापछि यो भिडियो हेर्दै हुनुहुन्छ भने तपाईले कतिको लेख्नु भएको छ, तपाईको कुन ग्रेड आउँछ जस्तो लाग्छ कमेन्ट गर्नुहोला। रिजल्टमा सबैको नतिजा चाहिँ एकदमै राम्रो आउनेछ, सबैजना पास हुन भनेर प्रार्थना गर्दछु। सबैजनाले कमेन्टमा जय सरस्वती माता लेख्नुहोला।